ट्रेडिङ जर्नल चाहिँ कतिजनाले राख्नुहुन्छ? सम्भवतः धेरै कमले राख्नुहुन्छ होला है। यो ट्रेडिङ जर्नल भनेको चाहिँ यो हाम्रो ट्रेडिङको करियरमा एकदमै इम्पोर्टेन्ट हुन्छ कि है, धेरैभन्दा धेरै इम्पोर्टेन्ट हुन्छ भन्छु म चाहिँ। किन भन्दाखेरि जब हामीले ट्रेडिङ जर्नल राख्न सुरु गर्छौँ है, त्यसपछि के भइदिन्छ भन्दाखेरि हामीले धेरै कुराहरू सिक्न सक्छौँ के है। हामीले कहाँ मिस्टेक गऱ्यौँ होइन, कस्तो मिस्टेक गऱ्यौँ भन्ने टाइपका कुराहरू चाहिँ हामीले त्यो जर्नलबाट हेरेर त्यसलाई एनालाइसिस गर्न सक्छौँ आफै पनि है। र अर्को कुरा भनेको चाहिँ के हुन्छ भन्दाखेरि हामीले चाहिँ हाम्रो एकदमै जति पनि ट्रेडहरू हामीले लिएको हुन्छौँ नि, हाम्रो प्रोफिटेबल ट्रेडहरू कुन हो के हो है, सम्पूर्ण कुराहरू ट्र्याक गर्न सकिन्छ। र मेन भनेको चाहिँ हाम्रो एउटा जुन इमोसन हुन्छ नि होइन, त्यसलाई पनि हामीले केही हदसम्म चाहिँ कन्ट्रोल गर्न सक्छौँ कि। अब अर्को कुरा भनेको ट्रेडिङ जर्नल चाहिँ हामीले कसरी राख्ने होइन, के गर्ने भन्ने कुराहरू छ। फर यो पिसी युजरहरू है, जो यो हाम्रो ल्यापटप कम्प्युटर भएकोहरूको लागि चाहिँ एउटा फर्म्याट छ मसँग है। यो फर्म्याटमा चाहिँ हामीले एकदम इजिली ट्रेडिङ जर्नल राख्न सक्छौँ है। यहाँदेखि सबै कुराहरू हुन्छ के, लाइक हुन्छ नि हामीले यहाँदेखि यदि हामी यो वेबसाइटमा छौँ भने है, यानि यो फर्म्याटमा छौँ भने हामीलाई अन्त कहीँ जानु पर्दैन के। जति पनि कुराहरू हुन्छ सबै हामीले हेरेर एकैचोटि ट्र्याक गर्न सक्छौँ है। अब यसको बारेमा त विस्तृत भिडियो चाहिँ म पछि ल्याउँछु। किन भन्दाखेरि जब मेरो 2वटा फन्डेड एकाउन्टमा च्यालेन्ज सुरु हुन्छ, त्यसको सबै जर्नलहरू चाहिँ मैले यसैमा राखेर सबै कुराहरू नर्मल्ली देखाउँदै है स्टार्ट गर्नेछु। यसको नर्मल्ली स्ट्रक्चर चाहिँ यस्तो छ है, जर्नल भन्ने छ। त्यसपछि गएर यसमा अब चार्टहरू पनि हामीले यहीँदेखि हेर्न सक्छौँ है, यस्तो न्युजका कुराहरू छन्। अनि हामीले ल्याउने अब यस्तो ट्रेडहरू चाहिँ हामीले के कस्तो ल्याउने, जस्तो यहाँनिर चाहिँ हामीले अब न्यू ट्रेडमा गएर आफूले ल्याउने ट्रेडहरू के हो कस्तो होइन, सबै कुराहरू यहाँ सेट गर्न सक्छौँ। इभन हामीले यहाँनिर यस्तो मैले अर्को यहाँ के पनि राखेको छु भन्दाखेरि यस्तो लाइक कि न्युजहरू हुन्छ नि, अब क्यालेन्डरहरू पनि छ होइन, हाम्रो दिन प्रतिदिन कस्तो हुँदैछ, कुन दिन लस कुन दिन प्रफिट। अर्को कुरा भनेको जस्तो यहाँ अब कि नेपाली न्युजहरू पनि मैले राखेको छु है, ताकि मलाई त्यो अब अलिकति हेर्नलाई सजिलो होस्, ट्र्याक गर्न इजी होस् भनेर। एकदमै बेस्ट फर्म्याट छ यो मसँग। यसको बारेमा चाहिँ म छिट्टै नयाँ भिडियो बनाएर सबै कुराहरू सेयर गर्नेछु है त। जस्ट स्मल इन्फर्मेसन। थ्याङ्क यू सो मच।